हेलो, हाई, गुड इभिनिङ साथीहरू। वेलकम ब्याक माई युट्युब च्यानल। आज म तपाईँहरूलाई भन्न गइरहेको छु, मैले पहिला माइकहरू युज गर्थेन, अहिले म माइक युज गरिरहेको छु भ्लग बनाउनको लागि र यसको प्राइस कति के पर्नेछ तपाईँहरूलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। कृपया स्किप नगरी हेर्नुहोला र कति रुपियाँ पर्छ, के कस्तो प्राइस पर्छ भनेर। अनि यसको माइक लगाएर माइक युज गरेर भ्लग बनाउँदाखेरि र नलगाएर बनाउँदाखेरिको केही फरकहरू भन्न गइरहेको छु तपाईँहरूमाझ। म अहिले यो माइक अनबक्सिङ पनि गरेर देखाउनेछु तपाईँहरूमाझ। जुन यो माइक अहिले म युज गरिरहेको छु नि, यो माइक मैले पहिला युज गर्थेन। जब म गर्थेँ नि बाहिर हिँड्दाखेरि पनि गाडीहरूको आवाज यताउता ब्याकअप आवाजहरू आइरहेको थियो। अहिले किनकि यो ब्याकअप आवाज आउनु पनि धेरै कम भइरहेको छ, किनकि यो माइकले गर्दाखेरि हामीहरूको जो साउन्ड हुन्छ नि सिधै उसैले क्याच गरिरहेको हुन्छ, त्यसैले ब्याकअप आवाज आउन चाहिँ एकदमै कम भएको छ। ल त जाम त है, अब म माइक देखाउन गइरहेको छु भ्लग बनाउँदाखेरि कस्तो खाले माइक युज गर्ने भनेर। मलाई त मन पर्यो है यो माइक चाहिँ साह्रै नै। यसमा के आउँछ र कतिवटा के आउँछ, माइक कतिवटा आउँछ, अरू के आउँछ भनेर सबै देखाउने छु तपाईँहरूलाई। ल त जाम त है अब हेर्नलाई। मैले भ्लग बनाउँदाखेरि युज गर्ने माइक यो नै हो। यही माइक नै युज गर्छु मैले भ्लग बनाउँदाखेरि। अनि यसको जो छ नि क्यापेसिटी छ, कति टाढासम्म यसको साउन्डले क्याच गर्छ भनेर यसमा लेखेको छ 20 मिटरसम्म गर्छ भनेर। 20 मिटर त गर्दैन यसले, 10-15 मिटरसम्म राम्रोसित क्याच गर्छ यसले। अनि यसमा आउने चाहिँ यो दुईटा माइकहरू भइहाल्यो। अनि प्लस यसमा एउटा चार्जिङ हुन्छ, चार्जरको केबल चार्जिङ चाहिँ हुँदैन, चार्जरको केबल चाहिँ हुन्छ यसभित्र। अनि एउटा चाहिँ यो जता केबल लाउँछ नि त्यो ठाउँमा एउटा जोइन गर्ने हुन्छ। यसैको माध्यमबाट यो दुईटा माइकले चाहिँ क्याच गर्छ है। यसको प्राइस चाहिँ साउदी रियाल 50 रियाल पर्छ यहाँ साउदीमा चाहिँ। अब नेपालमा चाहिँ पढ्दा त्यस्तै पढ्न आउँछ होला, नेपालमा 17 देखि 18-1900 यस्तै पर्छ होला नेपालतिर। मलाई त एकदमै बेस्ट लाग्यो है यो माइक चाहिँ, एकदम बेस्ट, एकदमै क्लियर आवाज छ। अनि बाहिर भ्लगहरू के भिडियोहरू रेकर्डिङ गर्दाखेरि पनि एकदमै राम्रो क्लियर आवाज आउँछ र ब्याकअप जो आवाज हुन्छ नि उसलाई एकदमै कम गराइदिँदो रहेछ। यसको जो ब्याकअप आवाज हुन्छ यसलाई एकदमै कम गराइदिँदो रहेछ यसले। त्यसैले मलाई चाहिँ एकदम बेस्ट लाग्यो। हजुरहरूलाई के कस्तो लाग्छ, यो माइक युज गर्नुहुन्छ गर्नु हुँदैन, तपाईँहरूले अवश्य कमेन्ट गर्नुहोला। यदि तपाईँहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। यति भन्दै आज म बिदा हुन चाहन्छु। आजको भिडियो यति नै। हस्त, धन्यवाद। जय नेपाल, बाई बाई।